गाइस वेलकम टू माई ब्लग। यो चाहिँ डे 2 रहेको छ। बिर्तामोड टु मुस्ताङको भिडियो त हेरिसक्नु भएको छ होला। पार्ट 1 यो चाहिँ पार्ट 2 रहेको छ। सो गाइस हामी चाहिँ होटल रुमबाट चेकआउट हुनुपर्ने हुन्छ। मैले क्लिपहरू लिएको थिएँ है, त्यही क्लिपलाई म भोइस ओभर गरिरहेको छु। सो हेरेर लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि सब्सक्राइब नगर्नेले सब्सक्राइब गर्नु होला, गर्नेले अनसब्सक्राइब नगर्नु होला। धन्यवाद। सो गाइज यो चाहिँ हाम्रो सिन्धुली टु पोखरा रहेको छ। सो गाइज हामीले चाहिँ बिहान 7 बजे निस्केको थियौँ, चेकआउट भएको थियौँ। सो हामीले खाना पनि नखाइकन निस्केको थियौँ। बिचमा गाडी यसो बिग्रिएको थियो। बिग्रिएको त नि त्यो जो विन्डोको त्यो सिसा माथि नै नजाने भएको थियो। अनि त्यही भएर हामीले त्यसलाई लाउनु पर्ने हुन्छ, किनकि टाढाको बाटो हिँड्यो हो नि त। सो कहिले कसो के हुन्छ। सो हामीले बिचमा बनाएर फेरि हामी निस्क्यौँ फुल ट्याङ्क गरेर ट्याङ्की। सो गाइज होइन अब देख्न सक्नुहुन्छ भ्यू टिक अब जेठमा हो नि त। जेठमा गएको अब मौसम एकदम रमाइलो भइरहेको थियो। बिच अब लिची आँपको सिजन है गाइज। हामीले लिची आँप पनि खाँदै हामी गइरहेको थियौँ। सो खाना चाहिँ खाँदैनौँ, खाजा पनि खाँदैनौँ। सो बिचमा गएर खाने भन्ने हाम्रो त्यो राम्रो होटलहरू कहीँ पाएन। अनि बिचमा चाहिँ एउटा पेट्रोल पम्पमा चाहिँ राम्रो होटल थियो। लुक एट माई फेस, त्यो चाहिँ भोकले हो क्या। 1 बजी जगाएको थियो क्या गाइज। 1 बजी हामीले खाना खाएको थियौँ क्या त्यतिखेर। मैले चाहिँ भेजै खाना प्रिफर गरेँ, किनकि यसरी लामो समयसम्म गाडीमा बस्दाखेरि डाइजेस्टको प्रब्लम हुन्छ नि त। सो गाइज मैले चाहिँ भेजै खाएँ होइन। हामी चाहिँ जाँदैछौँ गाइज। यहाँ हेर्नु, यहाँ यतिखेर चाहिँ हामीले आँप किनेको थियौँ मेबी होइन। नो लिची चाहिँ विवेकको फेभरेट हो नि त। सो गाइज हामीले लिची किन्यौँ। बाढी त्यतिखेर उता पाहाडतिर चाहिँ पानी आइरहेको थियो, त्यो हामी यतातिर चाहिँ आएको थिएन। सो गाइज बाढीले गर्दाखेरि पानी पनि देख्न सक्नुहुन्छ। चिया भएको छ चिया लभरहरूलाई। सो के भन्नु नि, गफ गर्नै आउँदैन नि त मलाई त। सो हेरेर इन्जोय गरिदिनु होला मेरो ब्लग। यो चाहिँ धेरै लामो भएको छैन। अब यहाँदेखि चाहिँ फेरि मेरो पोखरा टु जुमसुम होला मेबी। जुमसुममा गएर बसेको थियौँ, त्यसको छ होइन गाइज। सबै ब्लगहरू हेरेर इन्जोय गरिदिनु होला। बाटो चाहिँ बिचमा एकदम बिग्रिएको थियो कि अब त्यो बनाउँदैछ नि त। अनि तीमाथि अब पाहाडको बाटो कुनै कुनै अब त्यस्तै हो होइन, माइन्ड गर्नु हुँदैन। अनि गाइज म पनि यसो क्लिप लिइरहेको छु। सो मेरो भोइसमा यो भोइस ओभरमा चाहिँ अलिक डिस्टर्ब आइरहेको छ होला गाइज, किनकि म बाहिर बसेर गरिरहेको थियो। हामीले बिचमा खाजा नि खायौँ। खाजा चाहिँ हामीले मजा मिल्सेक लिएको थियो गाइज, गर्मीले गर्दाखेरि। सो हामी फाइनली पोखरा पनि पुग्यौँ। अनि होटल रुम बुक गरेर हामी चाहिँ लेक साइड निस्केको थियौँ एकछिन घुम्नको लागि। सो हामीले डिनर चाहिँ त्यहीँनिर गरेका थियौँ। यो नाइटले गर्दा चाहिँ लेक साइड चाहिँ त्यस्तो साह्रो देखिएको नि त। नाइटको भ्यू पनि बब्बाल थियो। मेरो अर्को पनि ब्लगमा आउनेछ पोखराको फुल भिडियो। सो हेरेर साथ दिनु होला। यो हामी यहाँनिर डिनरको लागि गएका थियौँ। सो गाइज मेरो भिडियो यति नै रहेको छ। हेरेर इन्जोय गर्नु होला र लाइक सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो।